एकैछिन यो सुन्नु है त साथीहरू, सलमान खानले किन बिहे नगरेको भन्ने कुरा तपाईहरु पनि आजसम्म कन्फ्युजमा हुनुहुन्छ होला। अब यो बहिनीको कुरा सुनेपछि किन नगरेको रहेछ भन्ने कुरा पत्ता लगाउनु। सलमान खान आजसम्म सिंगल बस्नु कारण चाहिँ के हो भन्दाखेरि नि हैन, उले म जस्तो केटी भेटेकै छैन के। म जस्तो ममता केटी हैन, म जस्तो ब्युटिफुल नेपालमा छ नि त हैन। उले बिचारा त्यो म जस्तो केटी देख्नै पाएन के। यदि सलमान खानले मलाई देख्छ भनेदेखि स्योर उले मलाई प्रपोज गर्छ के। किनकि म ममता हो नि त, म जस्तो ब्युटिफुल कोही छँदै छैन, नेचुरल ब्युटिफुल के यार। किन नगरेको रहेछ भन्ने कुरा त थाहा पाउनु भयो होला हैन। अब फेरि एकैछिन यो अर्को एउटा हेरौँ है त। यो अनेकका नमुनाहरू निक्लेको छन् अहिले नेपालमा। कस्तो लाग्छ तपाईहरुलाई हेर्नुस् है त। तिमी केही गर्न सक्दिन, म करणसँग पहिला जान्छु। हैन करणले चाहिँ के गर्छ त्यस्तो? के गर्छ अरे? रातभरि गर्छ।